छ र बस्न खानको लागि राम्रो सुविधा छ। टमाटर हैन दामी दामी स्लाइस हैन पोलेर खाँदैछौँ। अब यो टक्क बन्दा कस्तो होला हैन, यो चट्ट खाने बेलासम्ममा कस्तो हुन्छ यो हेर्दा। मलाई हो पहिले यसलाई बनाउनु, यसलाई मात्र बनाउनु। सही छ। आज मासु झन् दामी परेछ आज। थ्री लेयर वाला बन्दैछ आज हाम्रो स्पेसल पोलेर। दही खाउँ लाग्ने खालको छ। यस्तो दाउरा बन्दै हुनुहुन्छ हाम्रो कमल। बनाइदिन्छ द किचन यता सलेनथानमा छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ। यस्तो नेचुरल भ्यू छ। गर्मीमा शीतल प्रदान गर्नेहरू गर्न सक्नुहुन्छ होइन। 1 किलो लिएर बनाउनु पोर्क हैन, पोर्क आज के गरेर खाने रे दाइ? जङ्गलमा जाँदैछ हामी। अब दाउरा यहाँ गाइस हैन, मस्त पुग्छ मस्त। ल हाम्रो जङ्गल पनि नजिक छ, सब कुरा छ हाम्रो भित्रै। बँदेलहरू हैन, काली ल तलबाट हामी यहाँ फर्केर आउँदा त यहाँ आगो पनि बलिसकेछ। जङ्गलबाट हामी दाउरा लिने गएको हैन, आउँदा त आगो पनि बलिसकेछ। यो हो नि त फास्ट भन्दा यस्तो हुन्छ के। पहिला आगो बाल्दै गोल बनाउँदै मिलाएर बुझ्नुहोस् न होइन। तातो भयो तातो। फर्स्ट लेयर जाँदैछ हाम्रो। अर्को पिस पनि जाँदैछ। सानसानो पनि खोलिदिउँ न होइन। ढुङ्गुर तारेको छ अरे। Pork recipe. This is a very delicious in Asian country. This is the Asian continent pork recipe. Nice. तिमीले जति इङ्ग्लिस बोले नि तिमीले पढेको कुरो कतिको रेसिपीमा भन्ने कुरो
हरेक खोर्सानी चाहिँ बिउ गर्नु लेबरको देउता 4-5वटा हर्सस राख्ने जहिले पनि हर्सस होइन यसमा हर्ससै हालिदिनु 5-6वटै ल्यायो पिरो खाने हो भने पिरो त पिरो खानुपर्छ पिरो खाएन भने त गर्मीमा अलिकति पचाउन गाह्रो हुन्छ अनि यसको बोक्रा पनि फ्यालिदिन्छु म तिमीले त्यो हजुर तिमी कतिको पढ्या ट्यालेन्ट इङ्ग्लिस बोल्या कुरो एक वर्षपछि तिम्रो नतिजा आएपछि म भनिहाल्छु नि ल ले फोर्क अन्त रेसिपी आगो बालीको यसलाई पनि धाल्यो हो माथि भयो चाहेपछि हुँदो रहेछ सही आउँदो रहेछ सही आउँदो रहेछ पल्टाएको यस्तो जुम यहीँ नजिकबाट ओ माई गड चिरिताले च्याप्नु भरि सर र ऊ आयो कि यो क्रन्ची होइन रोजमारी ल ए टेबल रोजमेरी गार्डनिस के त तिमुरको बट्टाको ए होइन त तिमुर है त यति हालिदिन्छु अलिअलि यसमा अरू के हाल्नुपर्छ लापाला हाल्नु पर्दैन पर्ने होइन अङ्कल मसिनो गरेर हाल हल्का काट्नु ल यसमै हाल्ने हो कस्तो छ त्यस्ता दामी स्मोकी फ्लेभर कस्तो ठिक छ अचार पनि भइसकेको छ कस्तो एउटा अचार पनि आइपुगेको छु ल रमन एक्चुअली फिडब्याक चाहिँ के हो भन ल टमाटर मात्र आएर हाल्नु लगाइरहेको छु एकदम लाओस् ल खानुहोस् खाओस् What do you feel? दामी Now, खतरा मिठो छ ओ 3 लेयर वाला यसमा हामी गोलगडाको पेस्ट हाल्दैछौँ यो काटेको चाहिँ हड्डियो रहेछ कि यसले यो जाँदैछ अब पेटमा भाइ ready to go? डेलिसियस ठिक छ एकदम सही छ दोस्रो बिग वान एउटा हाल्दैछु सही हो तातो यो अन्त खाऊ यहाँ टक्क दामी छ होइन दामी त्यसमाथि गोलबाट हालेर होइन त्यहाँदेखि फाइनल हो ठिक छ ल आजको दिन पनि रमाइलो गयो धन्यवाद विदिन 2 आवरमा एभ्रिथिङ इज कम्प्लिट यस मिसन पोसिबल म अरू रामन
के भन्नु छ सही हो फर्स्ट बाइट सही जानु पऱ्यो सही हो कस्तो स्यान्डविच जस्तो लागेको छ भाइ सही हो सही हो पाण्डे होइन कालु पाण्डेको